हैन रिस्पेक्ट त अब त्यो छैन कि स्कुल पढ्दादेखि चाहिँ फाइट परेको छ भने आई डोन्ट केयर हैन के भन्नु त्यो जहिले होमस्टर भने के अरे होम मिनिस्टर भनेको थाहा छैन अरे बुढी हो होम मिनिस्टर भनेको के भन्नु हो अरू तपाईँ यता आउनुहोस् त हजुर लाइफ काट्नु छिटो रन्डा होमस्टर भनेको उसलाई मात्रै थाहा छ अरूलाई कोही थाहा हुँदैन होम मिनिस्टर सबै मान्छे होइन जिन्दगीमा होम मिनिस्टर सबैलाई थाहा छ अनि अनि अब बुढी छ गर्लफ्रेन्ड छ भने थाहा त छ त नि बार एउटै कुरा भनेर पर्छ लाइफमा गलत मेरै छ त रन्डै छु भन्छु त म त राम्रोसँग बोल न लाइफमा आज साथी भनेर बोल न राम्रोसँग गेम खेलेर अब रन्डै छु भने त्यो बुढी चाहिँ छ भन्नु मिल्दैन क्या सुनाएको हो मैले के भने टाइम भएपछि लाइफ गेम गर्नु भन्नै पर्यो ड्युटी जानुपर्छ साला टाइम थाहा हुँदैन के अन्त धुन्दामा समाचार भनिरहेको छ है रेडियोले ठिक्क टाइममा पो समाचार भन्नुपर्छ त नि हाँस्छन् फेरि समाचार राख्नु लाइभमा बसेर गेम खेल्दैमा हेलो गर्दैमा नराम्रो सोच अनि यस्तो हुन्छ जिन्दगीको यो नगर होइन मलाई त्यसमा कुनै मन दुखाइ पनि छैन किनभने सबै दुनियाँलाई थाहा भएकै कुरा हो होइन त्यो भएर अब अलिकति हँसाउनुको लागि सबैजनाले अब हाँस्नु खोज्छ त्यो भएर मात्रै जिस्का गरेको हो अरू अन्य त्यस्तो भन्छ अरूले बुझ्छन् के थोतेले नै यो थोतेकै गर्छन् मलाई थाहा छ कि मेरो दुश्मन छ भनेर त्यही पनि दुश्मनलाई पन्साउँदै गोली हान्दै आएको नि त म दुश्मन धेरै देखियो होइन मैले पनि साथीको रूपले कति सपोर्ट गर्नु हो मलाई नै फ्याल्ने बेला भइसक्यो ए मेरो साथी हो भन्छु हुन्छ साथी भन्छ तिमीहरू घरि माथि घरि तल गेम खेल्ने बेला जित्दा पनि तल माथि पनि ख्याल गर्दो रहेछ मान्छेले त मैले भन्छु होइन पुग्गु त मेरो साथी हो भन्छु सुन न अलिकति पढाउनु सक्नु पर्यो नि त भरोसा दिलाउनु सक्नु पर्यो नि त के चिज भरोसा के दिलाउनु पर्यो नि त अन्त म एकदमै भएको जति त मैले दिएकै हुन्छु अब औषधि खाएर चाहिँ खान सकिन्न बिमारी नभएको मान्छेले औषधि खाने कुरो भएन अनि तिमीले त्यसो भयो भनेपछि तिमीले जबरजस्ती बिमारी बनाएको पहिलेदेखि बिमारी हो अनि पहिलेदेखि बिमारी हो भने त अन्त अनि तिमीले इलाज गराउनु पर्यो नि त अब दिनको 4वटा सुई हानेको छ त्यो उपचार कति गर्नु अनि कहाँ दिनको 4-4वटा सुई हानेको त अनि ठहरै हुँदैन त मान्छे बिमारी नै सिरियसमा छ भने 2टाले डोज पुग्दैन अनि तिमी सुई दिनको 4-4वटा हान्दा रहेछ अनि ठहरै हुँदैन त हस्पिटलमा लगेर हो नि फेरि थोते पनि डाक्टर भइसकेर भन्ने होला भन्नु त अब के गर्छौ त गाह्रो छ तिमीलाई पनि मलाई त गाह्रो हुन्न जिन्दगीमा मलाई कहिले पनि गाह्रो हुन्न जिन्दगीमा तिमीलाई नेभर तिमीलाई गाह्रो हो कहिले पनि हुन्न तिमीलाई नै हो गाह्रो भएको न मेरो गर्लफ्रेन्डले टेन्सन दिन्छ न मेरो अरू आउने तिमी पनि मेरो गर्लफ्रेन्डै हो क्या तिमी त मेरो गर्लफ्रेन्ड दाजु मात्रै बोयफ्रेन्ड दाजु मात्रै हो नि त त्यही भएर बुझाउनु पर्यो क्या कुरो बोयफ्रेन्ड दाजु भनेपछि बुझाउनु पर्यो क्या कुरोहरू पछाडिको ब्याकग्राउन्ड बन्द गर बोयफ्रेन्ड दाजु भनिरहेको छु झन् होइन फेरि उसको गर्लफ्रेन्ड बहिनीहरू कम्ती छैन आमामामा हजुर भाइ भन्नु छ हेलो नमस्ते थोते भाइ दुबईमा कतिवटा गाडी चलायो गाडी त मैले मर्सिडिजसम्म चलाएको छु दाइ फरवरीसम्म चलाइयो कुनैलाई गियर हाल्नु पर्यो कुनैलाई गियर हाल्नै परेन कुनै अटोमेटिक गाडी पनि चलाइयो थिचेको गरेर दबाएको दबाई गर्दा पनि कुद्ने पनि चलाइयो ड्राइभर हो दाइ ड्राइभर भएपछि
सस्ता गाडीहरू जति भए पनि चलाइन्छ घुमाउने स्ट्रिङ हो गर्लफ्रेन्ड होइन तिमीले त मेरो माया लाग्दो रोस्ट हान्यौ रे नि त यहाँ त्यस्तै भन्दै चाहिँ बिचरा पोकोलाई माया लाग्दो रोस्ट भन्दैछ रोस्टमा म कसैले रोस्ट हान्दैन कसैले मलाई हानिहालेछ भने पनि अलिक खत्रै हानुस् भन्छु मैले भन्न चाहिँ होइन के गर्नु त हामीलाई त्यस्तो गोला बारुदहरू पड्काउनु आउँदैन के गर्नु हामी त नर्मली रूपमा मात्रै पड्काउनु फेरि रोस्ट बनाउनु हान्नु आउँदैन क्या तारेर खिलाउनु मात्रै आउँछ तपाईँले हान्नु भनेको छैन हामीले हान्नु भने खतरा हामी त रोस्ट तारेर मात्रै खिलाउने बानी मात्रै छ नि त अन्त खिलाउँछ थाहा छ तर हामीले हान्नु पर्यो भने त रोस्ट त फेरि रन्काइदिन्छ हान्नु त मलाई पनि पढै आउँछ कि तर माया लाग्छ नि त बोयफ्रेन्ड दाजुको त्यही भएर खासमा तपाईँले मलाई नै रोस्ट हानेको थियो होइन है मैले अरूलाई हानेको कमेन्टमा अब खालि घरि तिम्रो कमेन्टमा मलाई भनेको छ मेरो कमेन्टमा तिमीलाई भनेको मैले जसलाई त्यो जसको सोचाइहरू त्यसो त सोचाइ भएको मान्छेहरूलाई रोस्ट हानेको सोचाइ होइन 100% हो उहाँहरूले कमेन्टले के भनेको 100% तिमीले मलाई नै हानेको मैले तिमीलाई नै हानेको किन ढाँट्नु किन झुट बोल्ने ढाँटे पनि झुट बोल्नु हुन्न जिन्दगीमा ढाँटे पनि झुट बोल्नु आउँदैन है मलाई फेरि मेरो दाइले चोरिरहेको छ तिमीले बेला बेला ठोक थोते भाइ ठोक पुक्कु मादल हो र थोदेको मादल त अर्कै छ हौ पुगो होइन अहिले छिनमा अहिले घडीको सुई पर्छ सबजना माया गर्नुपर्छ चित्त बुझाउनुपर्छ ओ ट्याप ट्यापको त गर्नु हो तपाईँहरू ठोक ठोक भनेको छ बुढाहरू यो त ट्याप ट्याप ठोक ठोक कमेन्ट लेख्नसम्म त यहाँ 4-5 वटा ट्याप ट्याप ठोक्नु धेरै ठोक्नु पर्यो यत्रोजना मान्छेकोमा खोइ छैन जाने 100 छैन लाजी हुँदैन आइरिस भनेको यस्तो हुन्छ अहिलेसम्म उसले ट्याप ट्याप मागेको थियो जब मैले माग्छु नि जल्न थाल्छ ऊ च्यानल सब्स्क्राइब पनि गरिदिनु अनि उता थोतेको पनि गरिदिनु म देख्यो साथी भनेको यस्तो हुन्छ क्या देख्यो म मात्रै मेरो मात्रै सोच होइन पहिलोचोटि यति गतिलो काम चाहिँ गरे थोतेले फेरि रोस्ट हान्छ भनेर होला होइन यस्तो हो गाइजहरू होइन मेरो चाहिँ लगभग 8200 पुगेको छ 4 वर्षमा सब्स्क्राइब मेरो 2000 मात्रै पुगेछ हौ 8200 पुगेछ गुनासो छैन कसैलाई मेरो युट्युब च्यानल कहाँ छ भने पनि मेरो दाइहरू दिदीहरूलाई थाहै छैन कि त्यही भएर उहाँहरूले गर्नुहुन्न नगरे पनि फेरि मेरो दाजुभाइहरूलाई म बिर्सिन्न थोतेको चाहिँ गल्ती नै खोजेर हिँड्ने हो र भन्ने हुन्छ होला उहाँहरूलाई पनि फेसबुकमा त्यतिकै बढिरहेछ युट्युब टिकटकमा त्यतिकै बढिरहेछ तामाङ राज ब्रदरले 8200 रे हो उहाँले हेरेर आउनु भएको रहेछ उहाँले फलो गरेको छैन भने पनि साथीहरु एकचोटी दौरो डबल ट्याप गरौँ त मज्जाले सबैजना मिलेर हान्नुपर्छ गाठे तामाङ राज ब्रदर थ्यांक यू सो मच ब्रदर तपाईले सब्स्क्राइब गरे कि गरेन थाहा भएन तपाईले हेरेर आउनु भएको रहेछ मेरो युट्युब भेटाउनु भएछ पहिलो व्यक्ति हो तपाई तामाङ राज ब्रदर मेरो पहिलो व्यक्ति हो मेरो युट्युब च्यानल सबैजनाले डबल ट्याप गर्नु त साथीहरु थोदेको हेर्नु त डबल ट्याप कति पुगिसक्यो हाम्रो यत्रो जना साथीहरु भएर ट्याप ट्यापै नगर्ने अहिले फेरि आरिस गरो आरिस मिले भन्छ फेरि गरेको छु मैले त पहिल्यै भन्नु छ भर्खर तपाईलाई फलो ब्याक दिएको थिएन रहेछ सरी ल सबैजनाले स्क्रिनमा यसरी मलाई गल्ती गर्न त चाहन्न सबैजनाको माया सबैजनालाई दिनुपर्छ एकजनालाई काखा एकजना पाखा गर्न मिल्दैन मैले माया गर्दा गर्दै तपाईलाई फलो ब्याक दिन पाइएन होला मैले त्यो बेला त्यही हो हैन सबैजना एकचोटि युट्युब च्यानल सब्स्क्राइब गरेर आउनु मैले गरे भन्नु मैले तपाईहरुलाई फलो ब्याक चाहिँ दिन्छु है मुटु चाहिँ दिन्छु खै मेरो पनि सबैजनाले युट्युब च्यानल सब्स्क्राइब गरिदिनु भन्दा पनि गएर मेरो कुकु भ्लग्समा गएर हैन भिडियो हेर्दिनु त सट्टसँगले सबैजना साथीहरु मिलेर मेरो भिडियो त गतिलो हुन्न न हेर्दा पनि हुन्छ मेरो चाहिँ भिडियो हेर्दिनु सब्स्क्राइब गरिदिनु मेरो भिडियो त राम्रै हुन्न खासमा हैन मेरो भिडियो त्यसै राम्रै हुन्न त मैले जबरजस्ती मेरो भिडियो हेर्नु भन्दिनँ सब्स्क्राइब गरिदिनुहोस् पछिल्लो समयमा राम्रै भिडियो आएछ भने हेर्न पाइन्छ त्यति मात्रै राख्नु न साथी राख्नु
भोलि गएर म नेपाल गएँ भने फल्नाको बुढी फल्नासँग पक्राउ आउनुहोस् हेर्नु त बाख्रा चलाउँदा चलाउँदै छिमेकीले अर्काको बुढी उडायो भन्ने भिडियो मेरो च्यानलमा आउँछ। भरे तिमीले नै अर्काको बुढी उडाउँछौ है। अहिलेसम्म त्यो पञ्च पूजा गरेर राखेछ र के थाहा नि पूजा गर्दै त राखेछ होला नि। अब कुनामा राखेर दुनामा खुवाउँछ होला के थाहा। थोते हो मेरो नाम। जिन्दगीमा कसैले यस्तो चपाउने काम गरिन्न। ओहो अब दाँतै नहुने मान्छेले चपाउँछ चाहिँ कसरी चपाउँछ त अन्त। हजुर दाँत नभएकोहरूले झन् गर्दै चपाउँछ के। अस्ति मैले ट्राई गरेको थिएँ गिजाले चपाउने त आनन्द मात्रै लिँदो रहेछ। दाँत भएको त टोक्यो भने आत्था भन्थ्यो होला गिजाले मात्रै चपाएको थिएँ। आनन्द लिएर बस्छ 3 घन्टासम्म साला। गाह्रो छ हो तिमीलाई पनि। मलाई जति गाह्रो तिमीलाई भएको भए नि। मलाई जतिको गाह्रो तिमीलाई भएको भए तिमीले 3 महिनामा तिनटा छोराछोरी जन्माउँथ्यो होला। तिमीले मलाई के अरे सुँगुर देख्यौ र 3 महिनामा सुँगुरसँग डर लाग्छ तिमी। तिमी मात्रै होइन मुस्लिम त डराउँछ सुँगुरदेखि। हाम्रो पावर हो पावर के बोले तिमीले। हजुर सुँगुर त हाम्रो पावर हो पावर एनर्जी दिने के बोले तिमीले। तपाईँको पावर हो सुँगुर के एनर्जी दिने क्या। मुस्लिमहरूको टावर हो फेरि। पावर भए पनि लिम्बुनीहरूको चाहिँ पावर हो नि त। अन्त तामाङहरूलाई त्यति मन पर्दैन। मुस्लिम तपाईँहरूलाई बुझ्नु भएको छैन भने बुझ्नेले बुझिसकेको छ नबुझ्नेले क्वेसन गर्दा हुन्छ है। मुस्लिम सुँगुर देखेर किन तर्सिन्छ भन्ने कुरा। मुस्लिम किन तर्सिन्छ लु भन नि त। लु त पुरा तिमीले निकालिसके पछाडि त्यसको उयो पनि देऊ न त पुरै होइन के भन्छ निकालिसकेपछि पूर्ण रूपले व्याख्या गर क्या। थाहा छ नि व्याख्या कसरी गर्नुपर्छ भनेर। जहाँ गर्नै छैन जबरजस्ती नगर न हो भनेको त। तिमी मनी युज गर्दैनौ खालि तिमी खालि प्रेसिडेन्टहरूसँग तिमी होइन होम मिनिस्टरहरूसँग तिमी खालि डराउँछौ। के गर्नु गाह्रो छ। होम मिनिस्टर प्रेसिडेन्ट अनि मेरो प्यारो दाइहरू दिदी बहिनी जतिजना भ्युअर्सहरू हुन्छ उहाँसँग डराउँछु म। अरू किनभने म आफ्नै छोरा हो क्या। छोराले जे गर्दैछ राम्रै गर्छ। अनि होम मिनिस्टरसँग त डर लाग्छ नि होइन। ल भन त्यति कुरा। होम मिनिस्टर भनेको होम मिनिस्टरसँग डर लाग्छ कि लाग्दैन त्यो भन पहिला। हामी जस्तो राणालाई होम मिनिस्टर भनेको आमा लाग्छ। तिमी राणा चाहिँ होइन ल। तिमी त्यो के भन्छ ढाँटी रन्डो हुन सक्ला। होम मिनिस्टर भनेको थाहा छैन अहिलेसम्म। अहिले एकछिनमा अलार्म बज्न लाग्छ। अब अलार्म बज्न लाग्छ। जिन्दगानीमा तिमी हामी भेटाको दिन 3 लाख थियो त्यो भन्दा पहिला दिन होइन यस्तो हो। अब होइन लाइभमा बसेर गेम खेल्ने मान्छेहरू लाइभमा बसेर गेम खेल्ने मान्छेहरू अब कि त अब जिन्दगीमा मेरो मुटुमा कसैसँग पनि रिसबिस छैन। होइन रिसबिस त अब त्यो छैन। स्कुल पढ्दादेखि चाहिँ फाइट परेको छ भने आई डोन्ट केयर होइन। के भन्नु त्यो जहिले होम मिनिस्टर भन्यो अनि घरको के अरे होम मिनिस्टर भनेको थाहा छैन अरे बुढी हो होम मिनिस्टर भनेको के भन्नु हो अरू। तपाईँ यहाँ आउनुहोस् त हजुर। लाइभ काट्नु छिटो रन्डा। होम मिनिस्टर भनेको उसलाई मात्रै थाहा छ अरूलाई कोही थाहा हुँदैन। होम मिनिस्टर सबै मान्छे होइन। जिन्दगीमा होम मिनिस्टर सबलाई थाहा छ हो। अनि अब बुढी छ गर्लफ्रेन्ड छ भने थाहा त छ त। अनि बार एउटै कुरा भनिरहनु पर्छ लाइफमा। गलत मेरै छ त रन्डै छु भन्छु त म त।
राम्रोसँग बोल न लाइनमा आछ साथी साथी भनेछ बोल न राम्रोसँग गेम खेलेर अब रन्डै छु भने त्यो बुढी चाहिँ छ भन्नु मिल्दैन क्या तपाईँले त मस्किन पर्छ त कहाँ छ भन्छ त ढल न सानो तिमी ढल म त ढल्दैन लाइट इन गर्नु मैले लाइट बन्छ वाइफाई राउटर झार्दै आउँछु म त अहिले जिन्दगी गोरेटोमा कति पीडा बोकेर बस मा कसम दाइहरू होइन जिन्दगीमा थोतेले कति पीडा बोकेर राखेको रहेछ भन्ने कुरो तपाईँहरूलाई आफैले सक्नुहुन्छ त्यही पनि मुस्कान सुन ल हाँस्ने यस प्लिज टेल मी जाऊ होइन अब तिम्रो होइन अब सबै सुनिसकेँ तर म केही भन्दिनँ किनभनेदेखि सुनाएको हो मैले के भने टाइम भएपछि लाइट इन गर्नु भन्नै पर्यो ड्युटी जानुपर्छ टाइम थाहा हुँदैन के अन्धा धुन्दामा समाचार भनिरहेको छ है रेडियोले ठिक्क टाइममा पो समाचार भन्नुपर्छ त नि हाँस्छन् फेरि समाचार राख्नु लाइभमा बसेर गेम खेल्दैमा हेलो गर्दैमा नराम्रो सोच अनि यस्तो हुन्छ जिन्दगीको गोरेटोमा यो नगर होइन मलाई त्यसमा कुनै मन दुखाइ पनि छैन किनभने सबै दुनियाँलाई थाहा भएकै कुरा हो होइन त्यो भएर अब अलिकति हँसाउनुको लागि सबैजनाले अब हाँस्नु खोज्छ त्यो भएर मात्रै जिस्की गरेको हो अरू तिमीले त्यस्तो भन्छ अरूले बुझ्छन् के थोतेले नै यो थोतेकै गर्लफ्रेन्ड त्यो सम्मको चाहिँ म राडो छ भन्ने कुरा कसलाई थाहा छ र भए पनि राडो भए पनि तिमीले त बुझेन मैले बुझ्नुपर्ने जरुरी छैन क्या मैले के बुझेको छु मैले के सोचेको छु होइन एउटा अब नाताले अब बोयफ्रेन्ड साथमा लिएर आएको थियो रोस्ट हानेको त्यसैमा हो एनिवे ग्यास छ होइन दुःख सुख पीडाहरू भनेको सबैमा हुन्छ हुन त कति माया लाग्दो थुतुनो छ कम त पीडित छ म यता सम्हाल्नु कि उता सम्हाल्नु साला सम्हाल्दा आफ्नो सम्हाल्नु भ्याइन्न उनीहरूले तानातान गरेर कहाँ पुर्याए हुन्छ सुन्छु भन्नु तिमीलाई केमा कम्फर्टेबल लाग्छ तिमीले कहाँनिर सुन्नुपर्ने हो के गर्नुपर्ने हो तिमीलाई कसले के नजरले हेरेको छ त्यो कुरा बुझ होइन अरू कुरा भनेको अब त्यही हो अनलिमिटेड हुन्छ त्यो कहाँनिर सुनिन्छ भन्ने नि थाहा हुन्न ठिकै छ नि त अटोमेटिक ठिकै छ नि त अब अलिकति आफ्नै चाहिँ बेइज्जत गराएर चाहिँ के बस्नु होइन गएँ ल म बाई बाई ओके टेक केयर आफ्नो ख्याल गर्नु होला अब त्यही हो अनि जाने मान्छेले फेरि नै भन्न मिल्दैन होइन अब के भन्छ अब यस्तो नि त अब अलिकति कुरा कहिलेकाहीँ मान्छे भएपछि पोजिटिभ पनि सोच्नुपर्छ क्या पोजिटिभलाई पनि लिएर गर्नुपर्छ होइन सुन्नु तपाईँलाई मैले राम्रोसँग सिकाएर पठाइदिन्छु होइन जानुहुन्छ भने जानुहोस् न प्रब्लम तपाईँसँग म जिन्दगीभर बस्नु नै भनेको पनि छैन मान्छेको थिङ्किङ गतिलो हुनु पऱ्यो क्या तपाईँलाई मलाई जे मान्छेले कतिले सोचेर थोते बोका साला म बोका होइन नि मान्छे हो अहिले गर्लफ्रेन्ड राखेको छ यत्रो नि यत्रो उहाँहरूले सोध्ने फुर्सद दिन्छु क्या मैले अनि के पछि खोज्दै आउँछ नि थाहा हुन्छ कि थोते कस्तो थोते राणा हो म कसैलाई टचर पनि दिन्न कसैको टचर पनि लिन्न उहाँहरूले जे बोल्नुहुन्छ बोल्न दिन्छु त्यो खालको सबैजनालाई म्यानेज गर्न सक्छु मेरो क्षमता म त्यहाँ हुन सक्छु हजुर 10 क्या डिभाइड गरेर 10 मा इक्वल बनाएर राख्ने हो भनेको छोडिदिनु क्या 15 त तपाईँसँग पुगेको थियो 15 होइन 60 पुगेको थियो होला नभए युट्युबमा भिडियो गरेर हेर केटा हो म भनेको त्यस्तो
लप्पन छप्पन गरिदिनु ढाँटे पनि झुट बोल्दिनँ ओरिजिनल मान्छे ओरिजिनल नै हुन्छ डुप्लिकेट त थोते भाइ सर्च गरे भने धेरै डुप्लिकेट टिकटक पनि आउन थालेछ आजकल ओरिजिनल मान्छे हो जस्तो जे छ त्यो छर्लङ्ग बोल्ने हो डुप्लिकेट गर्नु पनि छैन हैन अर्को बुढी पटाएर मेरो भन्नु पनि छैन त्यसै त राडै बसेर राख्छु म तर यहाँ 2-4 जना दाइहरू रिसाइ पनि रहनु भएको छ कमेन्ट लेख्नु भएको छैन किनभने थाहा छ राडै भन्दा चाहिँ दाइहरू कुनै उफ्रेर कमेन्ट लेख्नुहुन्छ सही हो भाइ सही हो भन्यो भने त्यो दादा पनि मै जस्तो पीडामा छ अनि घरमा बुढी भएर पनि राडै भन्नु त मिल्दैन गएर फेरि उतातिर सपोर्ट गर्न थाल्छ सालो छोतेले त राणा भन्नु थाल्यो है मलाई फिलिङ्स त्यसलाई भन्छ फिलिङ्स तिमी कहाँ छौ पुकु दही खाऊ लौ लाते पनि झरेछ दही त भर्खरै फ्यालेर बसेको मान्छे म अनि तिमीले मलाई लाटक गोर्जे नै सोचेको दही फ्यालेर बसेको मान्छेले दही खाऊ मैले राम कोला तिमीलाई मैले त्यस्तो कुनै हालतमा सोच छैन हौ तिमीलाई मन पर्छ नि त दही अनि त्यही भएर खाऊ दही भने क्या दही खानलाई भैँसी पाल्नुपर्छ इसोको दही खानलाई भैँसी पाल्नुपर्छ भने दही फ्याल्नु नै गर्लफ्रेन्ड पाले हुन्छ होइन तिमी अस्ति नै त्यो के भन्छ मासु नखाएर दही खाँदै थियौ नि त त्यही भएर दही खाऊ भने हो म आज भोका कहाँ छु र नि